बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिकाले विशेष गरिकन बालबालिका, त्यो पनि यही अमेरिकामा हुर्केका बालबालिका जसलाई चाहिँ नि आफ्नो संस्कृति, आफ्नो भाषाबाट धेरै टाढा हुनुहुन्छ, उहाँहरूको लागि एउटा प्रोग्राम लिएर आएको छ, जुन प्रोग्राम मार्फत आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो इतिहासको बारेमा चाहिँ नि जानकारी दिलाउने जमर्को गरेको छ। यो मौकाको अवश्य पनि यहाँहरू सबैले फाइदा उठाउनुहुनेछ भन्ने म ठान्छु, किनकि यो असाध्यै सुनौलो मौका हो। विदेशमा बसिसकेपछि विदेशको रहनसहन, विदेशको संस्कृति, विदेशको भाषा त अवश्य पनि चाहिन्छ आफ्नो जीविका चलाउन र डे टु डे लाइफ गर्नलाई पनि। तर साथसाथमा आफ्नो पहिचान, आफ्नो व्यक्तिको चाहिँ आफ्नो रुट्सको बारेमा पनि जान्न त्यति नै जरुरी छ। र त्यो सायद अहिले यो बाल्यकालमा नखड्केला, तर जीवनको एउटा मोडमा पुगेपछि खड्किन्छ। मानिसले जहिले पनि म को हुँ, म कहाँको हुँ, मेरो आफ्नो व्यक्तिगत परिचय के हो भन्ने प्रश्न आउने नै गर्छ। र त्यो बेलामा यदि आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो देशको बारेमा त्यति थाहा नहुँदाखेरि उसलाई अलिकति केही न केही खल्लो अवश्य पनि हुन्छ। त्यसकारण यहाँ हुर्केका बालबालिकाहरूलाई केन्द्रित गरेर यो थालेको यो प्रोग्राममा अवश्य पनि यहाँहरूले आफ्नो बालबालिकाहरूलाई समावेश गराएर आफ्नो देश, आफ्नो भाषा र आफ्नो संस्कृति सँग चाहिँ परिचित गराउनुहोस् आफ्नो बालबालिकाहरूलाई। धन्यवाद।